सानो ब्लगमा तपाईँलाई स्वागत छ। यो चाहिँ म डिनर खान आँटेको है। आजको हेर्नुहोस् आइटम कस्तो रहेछ। यो चाहिँ चिकनको सब्जी रहेछ, लोकल चिकन हो। अन्त यो चाहिँ भनेपछि ढेँडो पकाउनु भएको रहेछ पापाले हो। نصيحة لشخصيتك. अन्त खाएर हेरौँ कस्तो हुन्छ हैन। अब प्लेट धुनु पर्यो। हट्यो हो स्वाद पस्केर यता सब्जी चाहिँ उम्लिरहेको छ। अब खानुपर्छ है त। आप्पो भने चाहिँ लिनुपर्छ है त। आमेन। यस्तै छ हैन लाइफ। अब इन्जोय गर्नुपर्छ हैन। काम पनि गर्नुपर्छ हो। अन्त मजाले पनि खानुपर्छ हैन। बट आफूले मन पर्दो जुन कुरोलाई आफूलाई हैन राम्रो गर्छ त्यो कुरो चाहिँ हामीले खानुपर्छ हैन। यसरी ड्याम अचल मुसेर हो। यसरी के अरे दही लगाएर खाँदा त कस्तो मिठो हुँदो रहेछ नि। अचार आलु हो। Here I come. Here I come. हेर्नुहोस् है मेरो खुवाई चाहिँ एकदम बबाल छ। बबाल चप 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 गर्दै खानुपर्छ हैन। यस्तै छ। हल्का रमाइलो गर्नुपर्छ यसरी हैन। हेर्नुहोस् यो चाहिँ ढेँडो हेर्नुहोस् पिठोको ढेँडो दामी दही हो। भाइ